कति राम्रो आनन्दित फलित भइसकेको छ होइन? कति सबैजनाको अनुहारमा कति हँसिलो उमङ्ग देखिसकेको छ होइन? त्यस कारणले गर्दा यो शरीरलाई जति चलायो, जति ऊर्जावान बनायो, त्यति मनमा आनन्द घटित हुन्छ, त्यति मन प्रफुल्ल हुन्छ। ठिक छ, म अब धेरै कुरा बोल्दिनँ। यही आनन्द भावलाई स्थिर बनाउँदै, यही भावलाई कायम राख्दै यहाँबाट बजिरहेको सङ्गीतमा खुब मस्त भएर मिल्छ आँखा बन्द गर्नुहोस्, मिल्दैन आँखा खोल्नुहोस्। म बल्ल 30-35 वर्षकी भाइ छु भन्ने अनुभव गर्दै बोध गर्दै मस्त भएर नाच्नु होला। मैले सक्दिनँ भन्नु पनि शरीरले सक्दैन। अहिले त हजुरहरू आउनु भएको छ, अब 2-4-5 वर्षभित्रमा म त स्कुल जान सक्दिनँ भनेर घरमै बस्नुहुन्छ। त्यस कारणले गर्दा यो शरीरलाई जति चलाउनुहुन्छ त्यति स्वस्थ बनिन्छ है त। ठिक छ, खुब मजाले नाच्नु होला। जसले नाच्नु उहाँलाई अगाडि बोलाउँछु। ठिक छ, कसलाई नाच्न आउँदैन हात उठाउनुहोस् त। कसलाई नाच्न आउँदैन त म सिकाउँछु। यता हेर्नुहोस्, यता नाच्न नआउने यता हेर्नुहोस्, म सिकाउँछु। एकछिन नबोल्नु होला है। त दुईटा हातलाई माथि राखिदिनुहोस्, दुईटा हातलाई मजाले यसरी राउन्ड गर्नुहोस् त। यसरी ल, यसरी मजाले घुमाउनुहोस् मजाले, अनि खुट्टालाई यसरी चलाउनुहोस्। ल, कस्तो राम्रो नाच्नु भयो, सबैजना नाच्नु भएको छ। ल, यसै गरी नाच्नु होला जसलाई नाच्न आउँदैन।